ए के भन्नु ओ सोयाबिन कुरो हो ले गर्यो अघि हेलो नमस्ते फेरि पनि म तपाईँलाई आजको चाहिँ एकदम दुखन्तक भिडियो बनाउँदैछु किनभने चाहिँ मेरो 5-6वटा कुखुरा चाहिँ हो अचानक मरेको चाहिँ हो म तपाईँलाई देखाउँदैछु आउनुहोस् न मेरो खोरपट्टि बाबा र नातिले के खान्छ बिहान बिहान सोयाबिन कुखुरा हेर्नुहोस् कुखुरा मेरो चाहिँ अब खोर चाहिँ नानी के भन्छ है कुखुरा अन्त फिलहाल चाहिँ के लाग्यो बेसन लाग्यो के लाग्यो मेरो कुखुरा चाहिँ यहाँ हेर्नुहोस् न यस्तो भइरहेको छ देखाउँदैन यहाँ न लडी हो एउटा दुईवटा यहाँ परेछ यहाँ मुनि पनि देखाउनु मुनि तानो अरू खै एउटा त छैन त 4टा मरेर एउटा उड्यो भन्दै बाबाले झिँगा परेछ 5वटा थियो नि त होइन 5वटामा एउटा उड्यो निस्केछ भन्नु नानी नानी झिँगा परेछ यत्रो ठुल्ठुलो कुखुरा है माया लाग्छ ज्यादा खानु हुँदैन यो त अहिले रोटी चाहिँ खानु ल त गाइस है अब यस्तै छ आजको चाहिँ मेरो बिहिबारको दिन एकदम दुखन्त नभनेको पनि तपाईँको 5वटा चाहिँ कुखुरा मेरो मऱ्यो लगभग एउटा थियो अब 2 किलोको चाहिँ भइसकेको थियो अन्त आज चाहिँ यस्तो अब बेसन ल्यायो कि के ल्यायो मलाई पनि थाहा भएन सो गाइस है कुखुराहरू पाल्दा चाहिँ तपाईँहरूले एकदम ध्यान दिनुपर्ने हुन्छ है अनि विशेष त हामी ब्रोइलरको मासु चाहिँ खानु हुँदैन जस्तो लाग्दैछ मलाई त्यसले नै बेसन आएको जस्तो लाग्दैछ सो गाइस मेरो यो सारा भिडियोलाई चाहिँ एकदम लाइक गरिदिनुहोस् अनि कुखुराहरू पाल्दाखेरि चाहिँ एकदम तपाईँहरूले सोच विचार गरेर है सही जग्गामा सुरक्षितसँगले पाल्नुहोस् यति भन्दै आजको भिडियोलाई चाहिँ बिदा हुन चाहन्छु ओके बाई बाई